beautiful flower bougainvillea. I bring it, okay, for you. This is my old teacher home. मेरो मलाई पढाउनु भएको सर म्याडमको घर चाहिँ यो थियो. सबै बन्द छ, सबै जानुभयो. माया गर्नुहुन्थ्यो, पढाउनु भएको थियो राम्रोसँग. यो हेर्नु होला गाइज, यस्तो भएको छ जङ्गलै जङ्गल. अब देखाउँदैछु. यो चाहिँ मेरो नेक्स्ट होम. यो चाहिँ म जहाँ बसेँ पढेपछि. पहिला चाहिँ माथि आमाकोमै बसिन्थ्यो, पछि चाहिँ यहाँ बसेँ. यहाँ धेरै यादहरू छन् मेरा. For you guys, this is beautiful moment for me. This is my old home. I feel nostalgic. This is lychee plant. म यहाँ चढ्थेँ गाइज. यहाँ चढेर म लिची टिप्थेँ. दाइ र मैले भाइले एउटा मेरो यो हाँगो थियो, एउटा दाइको हाँगो थियो यहाँको मात्र लिची टिप्ने. अनि यो चाहिँ अर्को हाँगो दाइको भाइको मेरो गरेर 3टा हाँगो बनाएको थिएँ मैले. हामीले त्यस्तो बनाउँथ्यौँ, कति खेल्थ्यौँ गाइज यहाँ. त्यो याद अझै पनि छ. आई फिल सो नोस्टाल्जिक. यस्तो यहाँ बसिन्थ्यो गाइज. आई फिल रियली नोस्टाल्जिक गाइज. यस्तो आफै सबै थियो, फलफुलहरू, रमाइलो थियो गाइज. छोडेर गइसक्यो, अब के गर्नु, परिवर्तन इज नेसेसरी है गाइज. आई फिल रियली नोस्टाल्जिक गाइज. व्हाट आई से आई डोन्ट नो. यस्तो परिवर्तन यहाँ कोही बस्दैन गाइज. कुनै बेला म यहाँ चढेर म लिची टिप्थेँ. यहाँ आँपका बोटहरू छन्. आँपको यो इमलीको बोट हो. यहाँ केही कमी थिएन गाइज, सबै थियो. नास्पाती थियो, नास्पाती पनि नास्पातीको बोट हो. म एकचोटि चढ्दाखेरि लोटेको खेल्दाखेरि हामी दाइ भाइमा भने कति खेलिन्थ्यो कि यहाँ. यस्तो हजुर दग्गा त गुडाउँदै कति खेलिन्थ्यो. लुकामारी खेल्ने, के खेलियो. अहिले हेर्दा यस्तो फिल भइरहेको छ गाइज. यहाँ अझै भोगटे हो कि के फलेर रहेछ हेर्नु त अमिलो. यहाँ केही कमी त थिएन नेचरको. यस्तो परिस्थिति पर्यो, गलेङ जानु पर्यो. अचानक के भयो त्यो त थाहा छैन. त जे भयो राम्रैकै लागि भयो गाइज. अहिले हेर्दा एकदमै रमाइलो फिल. आई एम भेरी एक्साइटेड. सबै यहाँ सबै फुलहरू उम्रेर रहेछ. झारे पात हेर्नु त गाइज. यहाँ बसिन्थ्यो, रमाइलो थियो गाइज. यस्तो भएछ झाडीमै झाडी. हेर त गाइज, यस्तो छ गाइज माई ओल्ड होम जहाँ म बसेँ. रमाइलो यहाँ जस्तो मेरो हुन्छ नि, त्यो हुन्छ केही यादहरू कोही भएन. उहाँ गलेङमा पनि त्यस्तो याद त छैन, तर यहाँ चाहिँ राष्ट्रिय यादहरू छन् मेरा. त्यो आज हेर्न आएँ. मेरो गाडी त 9 बजी आउँछ. त्यही भएर गाइज लभ फर दिस होम. रियली एक्साइटेड गाइज. आई फिल भेरी नोस्टाल्जिक. मेरो आँसु नै झरेर लागेको थियो अघि हजुरलाई भन्दाखेरि. यस्तो फिलिङ यहाँको त सबै यादहरू आयो कि, सबै निस्के मेरो यादहरू. यहाँ लुटिन्थ्यो, खेलिन्थ्यो, रमाइन्थ्यो. इट्स अ भेरी ब्युटिफुल गाइज. आज एकादशीको दिन गाइज, होइन. दसैँ पेसाहरू सबै उम्रिरहेछ कि यहाँ. हामी पहिला लगाएको सबै खेतीहरू हुन्थ्यो, त्यहाँ पनि रहेछ बेसारहरू कि के हो. बेसार सबै उम्रिरहेछ. अझै उम्रिरहेको रहेछन्. अझै यहाँ भोगटे पनि छ गाइज. लिएर जानुपर्छ क्या हो. मेरो ओल्ड होमबाट ल्याएको गिफ्ट फर माई कानाजीको लागि. आज एकादशी जी, त्यही हो नि. आज मलाई यहाँ घरमा ल्याउने मौका अवसर दिनु, यसलाई चाहिँ मैले धेरै थ्याङ्कफुल माग्छु. अरू केही गर्न नसके पनि. दिस इज ब्युटिफुल नेचर गाइज. उता बगैँचा छ, आँपको बगैँचा. हजुरलाई मैले देखाउन लैजान्छु है. लभ यु गाइज. थ्याङ्क यू फर दिस डे कान्हाजी. गाइज मैले टिपे अमिलो हो यो. अझै टिप्नु थियो तर मेरो झोलामा अटाउँदैन. हेर्नु न गाइज, यस्तो रियल्ली आई डोन्ट नो वाट आई सेड टुडे. म सिए प्रिपेयर गरेको, तर एक दिनलाई केही हुँदैन भन्ने थाहा छ. कति खेलिन्थ्यौँ यहाँ पिङ बनाएर गाइज. हेर त यो अझै पनि रहेछ कि यहाँ पिङ बनाएर यहाँ हुत्तिन्थ्यौँ कि हामी. कति रमाइलो थियो गाइज. त्यो सम्झिँदा एकदमै फिलिङ गुड अहिले चाहिँ. अनि यहाँ थियो गोठ थियो, पालेको थियौँ हामीले. भैँसी एउटा गाई के अरे भैँसी पालेको थियौँ. बाख्राहरू थिए, घाँस काट्न गइन्थ्यो. उता आँप थियो, आँपका बुट्टा कति खाइन्थ्यो आँपहरू. कति रमाइलो थियो. पिङ खेलिन्थ्यो, रमाइलो गरिन्थ्यो. त्यो बुट्टामा चढिन्थ्यो. यो बुट्टामा लुकामारी खेल्दा कति यता घरि एउटा बुट्टा गऱ्यो, घरि के गऱ्यो. यस्तो रमाइलो थियो गाइज. आई कान्ट एक्सप्लेन नाउ. मैले त्यो मोमेन्ट
एक्सप्लेन गर्नै सक्दिनँ हजुरहरूलाई कसरी एक्सप्लेन गरौँ म बगैँचा देखाउँछु मेरो टाइम हुँदैछ हेर्नु गाइज अब गाडी आउँदैछ बाई बाई माई वर्ल्ड होम दिस इज फर यु बाई बाई थ्याङ्क यू फर दिस डे काँखाली राधा रानीजीलाई थ्याङ्क यू यहाँ त कति डुलियो घुमियो मकै छरियो है यस्तो म यहाँ 6 क्लाससम्म पढेँ अघि देखाएको स्कुल श्री अमर बेसी स्कुलमा 6 वर्षसम्म पढियो त्यसपछि के भयो अब अचानक त्यस्तै परिस्थिति पऱ्यो त्यो चाहिँ अरू बेला भनौँ ल त्यस्तै परिस्थिति पर्नु भयो कृष्णजीको इच्छा त्यही भयो भन्छु म चाहिँ त्यो कसैले चाहेर हुँदो रहेन मैले केही गर्न चाहेर त्यो मेरो बसमै रहेन भने थाहा पाएँ कि रिजल्ट अथवा परिवर्तन मेरो बसमै रहेन जब कृष्णजीको इच्छा हुन्छ त्यो भएर छाड्छु हुने कुरा भएरै छाड्दो रहेछ गाइस त्यही भएर टेन्सन नलिनु होला जे भए पनि जे हुन्छ राम्रैका लागि हुन्छ थिङ्क पोजिटिभ गाइज दिस इज माई आप बगैँचा ओके दिस इज आवर माई ओन्ली नो माइन ओके नो माइन्ड गाइज माई इङ्ग्लिस इज पुवर सो एडजस्ट इट दिस इज आप बगैँचा सो ब्युटिफुल नेचर आफै आप हुन्थ्यो कति फल्थ्यो हामी कति खोजिन्थ्यो बादलले कति खाइदिन्थे यो मोमेन्टै छुट्टै छ गाइज हेर्नुला बगैँचा आँपको यस्तो मोमेन्ट अरू ठाउँमा पाइँदैन यस्तो रमाइलो ठाउँ अरू ठाउँमा पाइँदैन उता चाहिँ मेरो आन्टीको घर थियो रमाइलो थियो याद चाहिँ मजा थियो यहाँ खेल्न आइन्थ्यो कि स्पोर्ट्सहरू कति स्पोर्ट्सहरू खेल्थेँ म यहाँ दौडिनी हुन्छ नि यस्तो स्कुलबाट यहाँ ल्याउनुहुन्थ्यो अनि भलिबलहरू हुन्थ्यो अनि यहाँ हाई जम्प लङ जम्प सबै हुन्थ्यो खेलिन्थ्यो रिले हुन्थ्यो यहीँ खेलिन्थ्यो कि हामी यहीँ लिएर आउनुहुन्थ्यो स्कुलबाट त्यो मोमेन्ट सो ब्युटिफुल गाइज दिस इज आप बगैँचा ओन्ली मी ओके सो फिलिङ गुड गाइज आई फिल भेरी एक्साइटेड देन देयर इज वान टेम्पल जहाँ कीर्तन हुन्छ हरिकृष्ण कीर्तन हुन्छ रमाइलो हुन्छ आज एकादशी आज पनि हुनसक्छ तर म 9 बजी जानुहुनेछ त्यही भएर अहिले यादगार मोमेन्टहरू नै बिताउन चाहन्छु यस्तो भइरह 3 वर्षपछि आएको म गाइज यहाँ यस्तरी मोमेन्ट भइरह यो बचाउनै सकिरह होइन यस्तो फिलिङ गुड गाइज दिस इज टेम्पल आवर ओके दिस इज टेम्पल आवर दिस इज आवर टेम्पल गाइज दिस इज फर माई माताजीलाई मैले फुल चढाइसकेँ देवीमालाई दिस इज आवर टेम्पल हेर्नु होला यहाँ देवीमा हुन्छ सानो टेम्पल छ अब म जाँदैछु अब गाडी आउने बेला भइरहेको छ म तलबाट जान्छु यस्तो तलबाट जाँदै गर्छु गाइज अब यही मोमेन्ट आज यति नै सकियो